सबैलाई धन्यवाद होस् अनि हामी चाहिँ एकदमै आरामसँग अनि सल्यानको श्रीनगरमा आयोजित इसाई समाज सल्यानको कार्यक्रममा चर्चित गायिका अन्जु पन्तको उपस्थितिले विशेष रौनक थपिएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएकी अन्जु पन्तले आफ्ना सुमधुर गवाई प्रस्तुत गर्दै उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाउनुभयो। यससँगै उहाँले विशेष प्रार्थनामा समेत सहभागी भई कार्यक्रमलाई आध्यात्मिक वातावरण सिर्जना गर्न थप बल पुर्याउनु भएको थियो। उहाँको आगमनले कार्यक्रमलाई अझ भव्य र उत्साहपूर्ण स्मरणीय बनाएको थियो। हेर्नुहोस् क्रिश्चियनहरूको कार्यक्रममा अन्जु पन्त उपस्थित भइसकेपछि उत्साह र उमङ्ग भिडियोमा। अनि म विशेष हाम्रो सल्यान जिल्लाको इसाई समाजलाई धेरै धन्यवाद दिन चाहदछु, जसले यो कार्यक्रम आयोजना गर्नुभयो अनि म उहाँलाई हृदयदेखि धन्यवाद दिन चाहदछु। अनि साथै यहाँ जतिजना टाढा नजिक कहाँबाट पनि आउनुभएको छ, म यहाँ सबैजनालाई धेरै धन्यवाद दिन चाहदछु। है आफ्नो समयलाई छुट्याइकन यसै तपाईँहरू हाम्रो बिचमा हामीसँग प्रभुको आराधना गर्नलाई यहाँ बस्ने छौँ। तपाईँहरू इधर उधर दायाँ बायाँ नगरिदिनु होला। तपाईँलाई आवश्यक पऱ्यो भने हाम्रो भोलिन्टियर्सहरूको लिडरहरू त्यहाँ हुनुहुन्छ, उहाँलाई अनि कन्ट्याक्ट गर्नु होला। म भोलिन्टियर भाइ बहिनीलाई भन्न चाहन्छु तपाईँहरू एकै ठाउँमा थुप्रेर नबसिदिनुहोस् है। एकै ठाउँमा मैले देख्दैछु तपाईँहरू बिचबिचमा यो बिचबिचमा गएर बस्नुहोस्, एक ठाउँमा थुप्रेर नबसिदिनुहोस्। अबको हाम्रो कार्यक्रम विशेष कार्यक्रम हुन गइराखेको छ अनि हाम्रो बिचमा म्यासेज हुनेछ अनि विशेष हाम्रो बिचमा हाम्रो अतिथि है हाम्रो अन्जु दिदी हाम्रो बिचमा हुनुहुन्छ, उहाँको प्रस्तुति हाम्रो बिचमा छ। अनि हामी शक्तिशाली वचनको सेवा छ, हिलिङ डेलिभरेन्सको सेवा छ, हाम्रो प्रमुख सेवा बाँकी नै छ। त्यसले गर्दाखेरि हजुरहरू चाहिँ आफ्नो ठाउँमा एकदमै असल प्रकारले बसिदिनुहोस् अनि हाम्रो कार्यक्रम औपचारिक कार्यक्रम मात्रै अन्त भएकोमा अनि घोषणा गर्न चाहन्छु। र यो कार्यक्रममा जतिजनाले उपस्थित जनाइदिनु भयो, जतिजनाले शुभकामना दिनुभयो, जतिजना आएर हाम्रो कार्यक्रमलाई शुभेच्छा दिनुभयो, सबैजनालाई धन्यवाद भन्न चाहन्छु। र जतिजनाले आफ्नो क्षेत्रबाट एकदमै एउटा अमूल्य भूमिका निर्वाह गरिराख्नु भएको छ, जतिजना आदरणीय पास्टरहरू जो यहाँ उपस्थित हुनुहुन्छ, म सबैजनालाई है म आदर व्यक्त गर्न चाहदछु। धेरै धन्यवाद, यहाँहरू पनि यसरी आउनुभयो। अनि साथ हाम्रो अन्जु पन्त दिदी है उहाँ पनि हाम्रो बिचमा यसरी हामीसँग प्रभुको आराधना गर्न हुनुहुन्छ। म यहाँ सबैजनालाई धेरै धन्यवाद दिन चाहदछु र स्वर्गीय परमेश्वर पिता साथै कार्यक्रममा आफूलाई लागेको रोग निको हुनलाई प्रभुको प्रार्थना गर्नको लागि नाम र रोग टिपाउने र मञ्चमा सामूहिक गवाई दिएर कार्यक्रमको समापन गरिएको थियो।